K35 माइकबाट रेकर्डिङ गरेर सुनाउँछु है। अहिले चाहिँ मेरो भोइस मोबाइलकै माइकबाट रेकर्डिङ भइरहेको छ। अहिले म हजुरहरूलाई यो K35 माइकबाट रेकर्डिङ गरेर हजुरहरूलाई सुनाउँछु। ल अहिले हजुरहरूले मेरो भोइस यो K35 को माइकबाट सुन्नु भइरहेको छ है। अहिले मेरो भोइस यसबाट आइरहेको छ। यसमा दुईटा माइक दिएको हुन्छ र एउटा रिसिभर हुन्छ है। तपाईको यो मोबाइललाई पनि हुन्छ, यो क्यामेरालाई पनि हुन्छ, अनि यो तपाईको स्पिकरहरुलाई पनि हुन्छ है। तपाईको यो सबै डिभाइसलाई हुन्छ। यसमा तपाईको दुईटा माइक दिएको हुन्छ। अहिले एउटा माइक अन छ है, यसबाट हजुरले सुन्न सक्नुहुन्छ। यो चाहिँ मैले अन गरेको छैन। अब यसले पनि म अन गर्छु है। ल अब यो माइक पनि अन भएको छ, हजुरले सुन्न सक्नुहुन्छ। दुईटा माइकबाट काम गरिरहेको छ। यसबाट पनि हजुरले सुन्न सक्नुहुन्छ, यसबाट पनि हजुरले सुन्न सक्नुहुन्छ है। दुईटा माइकबाट रेकर्डिङ भइरहेको छ। हजुरले यो माइकलाई यसरी सर्टको टी-सर्टको कलरमा क्लिप गरेर प्रयोग गर्न सक्नुहुन्छ। दुईटा माइक दिएको हुन्छ। हजुरहरु दुईजना छ भने इन्टरभ्यूहरु लिनको लागि है, पोडकास्टको लागि भयो। तपाईको यो दुईजना मान्छेले एकैचोटी हजुरले प्रयोग गर्न सक्नुहुन्छ है। अहिले चाहिँ मेरो भोइस यो मोबाइलकै माइकबाट रेकर्डिङ भइरहेको छ है। हजुरहरु सुन्न सक्नुहुन्छ। ब्याकग्राउन्डमा एकदम नोइज पनि आइरहेको छ है। अहिले अलिकति नजिकै बसेर बोलिरहेको भएर मेरो भोइस मोबाइलको माइकले क्याच गरिरहेको छ है। तर म अलिकति टाढा गएर बोल्यो भने मेरो भोइस चाहिँ मोबाइलको माइकले क्याच गर्दैन। त्यसको लागि माइक्रोफोनको आवश्यकता पर्छ है। हजुरहरूले यसरी माइकलाई आफ्नो टी-सर्टमा क्लिप गरेर रेकर्डिङ गर्न सक्नुहुन्छ, भ्लगहरु बनाउन सक्नुहुन्छ है। एकचोटी हजुरहरूलाई म 360 डिग्री घुमेर पनि सुनाउँछु है त। हेलो 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 हेलो। अहिले म पछाडि फर्केर बोलिरहेको छु है। पछाडि फर्केर बोल्दा पनि मजाले रेकर्डिङ हुन्छ, हजुरहरूले सुन्न सक्नुहुन्छ है। हजुरहरूले यसरी दुईटा माइक प्रयोग गरेर भ्लगहरु बनाउन सक्नुहुन्छ, रेकर्डिङ गर्न सक्नुहुन्छ, इन्टरभ्यूहरु लिन सक्नुहुन्छ है। र यो माइक्रोफोन एकदमै सजिलो छ है। डाइरेक्ट प्लग एन्ड प्ले रहेको छ। हजुरहरूले आफ्नो डिभाइसमा प्लग गरेर डाइरेक्ट रेकर्डिङ गर्न सक्नुहुन्छ। यसको इफेक्टिभ डिस्टेन्स भनेको 20 मिटरसम्मको रहेको छ है। हजुरहरूले 20 मिटरसम्म मजाले रेकर्डिङ गर्न सक्नुहुन्छ। र यो माइकमा तीनटा मोड दिएको हुन्छ है। हजुरहरूले यो अन गर्नु भएपछि माइकमा चाहिँ हरियो बत्ती बल्छ है। तर रिसिभरमा चाहिँ तीनटा मोड दिएको हुन्छ। हरियो बत्ती बल्यो भने चाहिँ स्पिकरको लागि हुन्छ, नीलो बत्ती बल्यो भने चाहिँ ब्लू कलरको बत्ती बल्यो भने हजुरहरूले रेकर्डिङ गर्न सक्नुहुन्छ है। आफ्नो डिभाइसको लागि, मोबाइलको लागि, क्यामेराको लागि रेकर्डिङ गर्न सक्नुहुन्छ। अनि एउटा लाइट ब्लू पनि बल्छ, त्यो चाहिँ साउन्ड कार्डको लागि हुन्छ है। नर्मली हजुरहरूले आफ्नो मोबाइलबाट रेकर्डिङ गर्नुपर्ने हुन्छ। त्यही भएर हजुरहरूले रिसिभरमा ब्लू कलरको बत्ती बाल्नुपर्ने हुन्छ है। हजुरहरूले रिसिभरमा एकचोटि प्रेस गर्नुभयो भने त्यो मोडहरु चेन्ज हुन्छ है। ब्लू कलर, ग्रीन कलर, लाइट ब्लू चेन्ज हुन्छ। त्यसरी हजुरहरूले आफ्नो रिसिभरमा ब्लू कलरको बत्तीमा सेट गरेर त्यसपछि हजुरहरूले रेकर्डिङ गर्नुभयो भने मजाले रेकर्डिङ हुन्छ है। ल अहिले हजुरहरूले मेरो भोइस यसबाट सुन्नु भइरहेको छ। यसबाट रेकर्डिङ गर्दाखेरि यस्तै भोइस सुनिन्छ है। ल हस् त, धन्यवाद।